वेलकम टू गाइस। हामी चाहिँ आज काठमाडौँको न्यू रोडमा छौँ है त। यसरी चाहिँ होलसेलमा चाहिँ सामानहरू यसरी आउँछ। तपाईहरुलाई यहाँ प्रत्यक्ष भिडियोमा देखाइरहेको छु। हेर्न सक्नुहुन्छ गाइस, दुईटा ट्रक भरिया दाइहरुले चाहिँ सामान एकदमसँगले निकाल्दै हुनुहुन्छ। यसरी चाहिँ यहाँबाट अनलोड गरेर भित्र गोदाममा राखिन्छ। गोदाममा राखेर गाउँमा पुर्याइन्छ। अनि गाउँमा जसले अलिक पसल गाउँघरमा पसल राखिन्छ नि, त्यस्तो पसलहरूलाई चाहिँ यहाँबाट फेरि पठाइन्छ। उहाँले इन्डिया, भारत, चाइना कताबाट ल्याउनुहुन्छ। अनि यो काठमाडौँको न्यू रोडबाट हाम्रो त्यसैभरि नेपालभरि जसले साना पसलहरू राख्नुहुन्छ, त्यस यहाँको भन्दा अलिक सानो उहाँहरूले अब बाहिरबाट ल्याउन सक्नुहुन्न नि त। उहाँहरूले चाहिँ यहाँको मेन मालिक, यहाँको व्यवसायको यो बेच्ने कम्पनीको मालिकसँग चाहिँ उहाँहरूले यो कम्पनीसँग जोडिन्छन्। अनि उहाँ जोडिसकेपछि उहाँले चाहिँ यहाँबाट खरिद गरेर लानुहुन्छ। यहाँले अलिक सस्तोमा ल्याउनुहुन्छ, यहाँबाट अलिक सस्तोमा बेच्नुहुन्छ, फेरि ग्राहकलाई एकदम सस्तो मूल्यमा बेचिन्छ। हेर्नु त सामानहरू अनलोड गरेको। मलाई लाग्छ कम्प्युटरहरू त्यस्तै होला। यो एरियामा त्यस्तै कम्प्युटरहरू नै प्राय धेरै हुन्छ है त। दुईटा गाडी छ गाइस। यो चाहिँ साउको गाडी हो। साउको गाडी। हामी ज्याकीसँग छौँ एकदमसँगले। हाम्रो ज्याकीलाई चाहिँ एट्याक गर्न आएका यो फेरि गाइसहरू देख्न सक्नुहुन्छ है। ल यसरी सामानहरू अनलोड भइरहेको दृश्य तपाईँलाई मैले देखाइरहेको छु। भरे दाइहरूले एकदमसँगले सामान यहाँबाट बोक्दै अनलोड गर्दै नाम टिप्दै लान्छ। र अब यो भरे दाइहरूले चाहिँ एकदमसँग गाउँघरमा गएर गाउँघरदेखि आएर धेरै भरे दाइहरू चाहिँ सिन्धुपाल्चोकको हुनुहुन्छ। सिन्धुपाल्चोकको नै प्रायः यो न्यू रोडमा चाहिँ त्यतैतिरको धेरै भरे दाइहरू बस्नुहुन्छ। र यसरी सामानहरू बोकेर आफ्नो घर परिवार पाल्नुहुन्छ। हेर्नुहोस् है गाइस, यत्रो बिल्डिङ छ गाइस। हेर्न सक्नुहुन्छ यो बिल्डिङ। यसरी सेक्युरिटी सहित छन् है त। यहाँ मान्छेहरू पनि सेक्युरिटी गाडी, पुलिस दाइहरू हुनुहुन्छ है। त्यस्तो ठुलो निकै बहुमूल्य सामान छ कि गाइस यहाँ चाहिँ, जहाँसम्म लाग्छ है। यो नत्र यसरी सेक्युरिटी गार्ड सहित चाहिँ हुँदैन नि त है। पुलिसहरू मामासीहरू हुनुहुन्छ है। त्यतातिर यसरी ट्याक्सीहरू पोलिरहेछ। मामासीहरू त्यहाँ एकदमसँगले ड्युटी गरिरहनु भएको छ, नाइट ड्युटी। अरूको नाइट ड्युटी आउनै बाँकी छ यहाँ। ल आजलाई भिडियो यति नै। तपाईँहरूलाई यसै नयाँ यसरी गोदामभित्र हालिन्छ है गाइस। यो भित्र चाहिँ गोदाम छ। हाम्रो दाइहरू एकदम चिन्जाको दाइहरू हो। एनएमबी ब्याङ्कमै रहेछौँ त हामी गाइस। ल भोलि तपाईँलाई अर्को भिडियो देखाउने छु। आजलाई यति नै है त साथीहरू।